त्यही भएर चाहिँ अलिकति दाइलाई रेस्पेक्ट गरेर बोल कि। हेलो भाइ, तिमी यो सुपरमा काम गर्ने हो? नाइ किन र? बाहिर किन उभिरहेको छ त लाटो जस्तै? अनि यहाँ अर्डिनल काम गर्नुपर्छ र। काम गर्नुपर्छ, उभिन पाइन्न जापानमा? अनि तपाईँ यो जापान तपाईँको काम मेरो हुनैपर्छ नि। अनि भिडियो किन भिडियो गर्नु? मोबाइल मेरो हो नि त भाइ, मैले त भिडियो बनाउनु पाइयो नि त, तिम्रो भिडियो बनाएको नि त। अनि कि निपुरे अनि मेरो भिडियो किन गराएन बा? नकराउ धेरै भाइ, तिमी कहिले आऊ? म आएको जति भयो नि तपाईँले किन चाहियो? म आएको भयो 2 3 4 हेर्दाखेरि भर्खर भर्खर आए जस्तो छौ। 4 वर्ष भयो म डिपेन्डेन्ट भिसामा। ए डिपेन्डेन्ट हो? म त भर्खर आउला छु, काम नगरिँदा भनेर चाहिँ बोल्यो हो कि तिमीसँग। काम लगाइदिउँला भनेर कि लगाइमागो मलाई भनेर? लगाइदिउँला भनेर हो कि भाइ। लगाइदिउँला, आफै 3 महिना आधी काम गरेर बसेको छ, मलाई काम लगाइदिन्छ। कति तपाईँ आएको? म त भयो 12 वर्ष भयो। 12 वर्ष 12 दिन पनि भएको छैन। 12 वर्ष 12 वर्ष भाइ, त्यही भएर चाहिँ अलिकति दाइलाई रेस्पेक्ट गरेर बोल कि। रेस्पेक्ट गर्ने मान्छे गर्छ नि हामी। अनि हेर थाहा भएको छ नि रेस्पेक्ट गर्ने मान्छे नगर्ने मान्छे। त्यही भएर बुझ्यो नि, यो बाहिर मान्छे अटिराखेको छ अनि किन बाहिर नबस भाइ, खाना नपाउनु नपाए दिन एकचोटि भात दिन्छु तिमीलाई हैन। यहाँ हेर्नु न यो कति रुपियाँको थाहा नि तपाईँलाई, कति रुपियाँ खानु नपाएको। बाहिरको खाँदैछु, त्यही भएर चाहिँ बाहिरको